डेङ्गा बजार भोजपुर जिल्लाको पुरानो बजार डेङ्गा बजार आज शनिबारको दिन यहाँ हटिया लाग्छ। यो हटियामा चाहिँ हामी पनि अब यसो के रहेछ अब पुरानो याद पनि आयो, डेङ्गा बजार घुमेको र त्यो हटियामा चाहिँ के रहेछ भनेर अब हामी आएका थियौँ। यहाँ चाहिँ अब पहिले जस्तो त लागु रहन्छ, तर पनि अब बिहानै तरकारीहरू, माछा मासु, दाल चामल यस्तै लगायतका सामग्रीहरू पाइँदो रहेछ। यो पहिले चाहिँ अब धेरै खाद्यान्नहरू बिचमा खाइयो, उत्पादन पनि ज्यादा हुने थियो। अहिले त अब सबै जग्गादेखिहरू पाले भएकोले उत्पादनहरू पनि कम भयो र अहिले अब त्यति धेरै चाहिँ आएको रहन्छ यो सागसब्जीहरू। माथि अब लेखबाट पनि आउने, तल औलतिरको पनि आउने, बिचको कछाड साइडको पनि सामग्रीहरू चाहिँ आउने। यहाँ पर चाहिँ अब मासु बजार रहेछ, मासुहरू काटिँदो रहेछ, राँगा, सुँगुर, खसी सबै काटिँदो रहेछ र हामीले अब डेङ्गा बजार घुमफिर गऱ्यौँ। अलिक सागसब्जी किन्यौँ, सागसब्जी किन्दै हामी चाहिँ अब आफ्नो गन्तव्यतिर अब लाग्दैछौँ, घरतिर जानु लागेको। अब अलिक धेरै टाढो छैन, जति अब